त्यो डाउनलोड हुन्जेल हामी त्यही हिजोकै कुरा हेर्दा पनि हुन्छ। हिजो हामीले के गरेको थियो भन्दाखेरि एसर्सनको कुरा हेरेको थियो होइन। सो प्ले हिजो नआउनु भएको सबै आउनु भएको जस्तो लाग्यो यहाँनिर। सो हिजो न ओके हिजो नआउनु भएकोहरूको लागि चाहिँ हामीले हिजो प्ले राइटको एसर्सनहरूको बारेमा हेरेको थियो, लाइक भ्यालिडेसनहरूको बारेमा होइन। सो त्यो पनि हामीले कोड जेनबाट नै गर्न मिल्छ। सो त्यही कुरा चाहिँ हजुरहरूलाई देखाउन खोजेको है त। जस्तै यहाँनिर यो भयो होइन, यो प्ले राइट खुल्छ अनि प्ले राइट खोलिसके यहाँनिर यो साइडमा जानु पऱ्यो, जुनसुकै साइडमा जाँदा हुन्छ। गइसकेपछि यहाँनिर यो आईको आइकन छ नि, सो यसमा क्लिक गर्नुभयो भने चाहिँ हजुरहरूले भिजिबिलिटीको एसर्सनहरू राख्न सक्नुहुन्छ। जस्तै मलाई यहाँनिर यो लगइन भन्ने बटनको लागि भिजिबिलिटी एसर्सन राख्नु पऱ्यो होइन। यो लगइन भन्ने बटन चाहिँ भिजिबल हुनु पऱ्यो भन्ने मलाई चाहिँ एउटा एसर्सन राख्नु पऱ्यो भने चाहिँ म यहाँनिर बटनमा क्लिक गरेँ। अनि त्यसपछि यो कोडमा जानुभयो भने चाहिँ यहाँनिर हजुरहरूले के लेखिरहेको छ भने एक्सपेक्ट भन्ने हुन्छ होइन। प्ले राइटमा हामीले एक्सपेक्ट भन्ने एउटा युज गर्छौँ, त्यो चाहिँ हामीले यहाँनिर एक्सपेक्टमा चाहिँ इम्पोर्ट गर्नुपर्ने हुन्छ है त। सो एक्सपेक्ट भन्ने इम्पोर्ट गर्ने अनि लेट्स यसलाई मैले पाइटेस्टमै राख्दै अहिले राखिसकेपछि यो लगइन बटन होइन, लगइन बटन चाहिँ टु बी भिजिबल भनेर चाहिँ हामीले यसरी भिजिबिलिटीको एसर्सनहरू चाहिँ राख्न सक्छौँ है त। त्यसपछि अब टेक्स्टको लागि हो भने यहाँनिर टेक्स्टहरू पनि छ। यो एबी भन्ने खाने यो चाहिँ टेक्स्ट एसर्सनको लागि हो। जस्तै मैले यो क्लिक गरेँ, त्यसपछि यहाँनिर युजर नेम होइन, पासवर्ड योभन्दा पनि म यहाँनिरको यो एक्सेप्टेड युजर आर भन्नेमा चाहिँ राखिदिन्छु भने चाहिँ अब यहाँनिर यो टिक लगाइदिने। अनि फेरि एकचोटि यो हेर्नुभयो भने चाहिँ यहाँनिर हजुरहरूले पेज डट लोकेटर टेस्ट डाटा अनि लगइन क्रेडेन्सियल गेट बाई रोल होइन, हेडिङ कन्टेन्ट्स एक्सेप्टेड युजर नेम आर भनेर एउटा हेडिङ चाहिँ डिस्प्ले हुनु पऱ्यो भनेर चाहिँ यसरी एसर्सनहरू पनि राख्न सक्छौँ है त। त्यसपछि प्ले राइटको कोडलाई हामीले पाइटेस्टमा कन्भर्ट गर्नु पऱ्यो भने सिम्पल हामीले त्यही हजुरहरूले सेलेनियममा जसरी गर्नुहुन्थ्यो त्यसरी नै गर्ने हो। एउटा टेस्ट फङ्सन बनाउनु पर्ने हुन्छ होइन, टेस्ट नेम भएको सरी अगाडिबाट टेस्ट भएको सो पनि एउटा फङ्सन बनाउने। त्यसपछि त्यसभित्र हामीले ड्राइभर जसरी पेज पास गर्नु पऱ्यो अनि बाँकी काम भनेको सबै त्यही नै हुन्छ है त। सो पेज डट गो टु युआरएल होइन, यो भनेको हाम्रो के थियो गेट युआरएल भनेर गर्थ्यौँ नि होइन। सो त्यही काम गरेर आएको है त। सो हिजोको रेकर्डिङ गर्न बिर्सेछ मैले, सो त्यही भएर यो छोटो मैले एक्सप्लेन गरिदिएको है त। अब आज प्रेजेन्ट हुनुभएकोहरूलाई अनि अब आउनेहरूलाई पनि या हजुरले पनि अब रेकर्डिङ हिजोको मिस भएको थियो उहाँहरूको लागि चाहिँ। सो हिजो हामीले एसर्सनहरूको बारेमा हेरेको थियौँ है त। सो अनि भर्खर आउनुभएकोहरूले चाहिँ भाइहरू र मैले लिङ्क पठाइदिएको छु यो डाउनलोड एनरोल स्टुडियो भन्ने। सो यो चाहिँ हजुरहरूले डाउनलोड गरेर राख्दा हुन्छ है त। सो फाइल ठुलो छ त्यही भएर मैले डाउनलोड गर्न लगाएको हो। यदि डाउनलोड भइसक्यो भने भन्दा हुन्छ है त। सो अलिक बढी टाइम लिन्छ, यो डाउनलोड गर्दै गर्नु हामी अगाडि डाउनलोड पछि त्यसलाई इन्स्टल गर्ने भइसक्यो हुन्छ, इन्स्टल गर्दा हुन्छ। सो हामी थोरै केही हेरौँ है त। आजबाट हाम्रो मोबाइल टेस्टिङ सुरु हुन्छ। मोबाइल टेस्टिङ भनेको चाहिँ मोबाइलको एप्लिकेसन टेस्टिङ होइन। अब हजुरहरूले नर्मल्ली फोनमा नै चलाएको जसरी नै फोन चलाउने हो। हामीलाई अब छुट्टै टुल किन चाहियो भन्दाखेरि चाहिँ अब कुनै मोबाइल एप्लिकेसनहरू डिप्लोय हुनुभन्दा अगाडि चेक गर्दाखेरि चाहिँ हाम्रो अब सर्टेन इन्फर्मेसनहरू हुनसक्छ नि फोनमा आफ्नो पर्सनल डिभाइसमा इन्स्टल गरेर चलाउँदाखेरि त। सो त्यस्तो केसेसहरूमा चाहिँ हामीले यस्तो डिफ्रेन्ट टुल्सहरू युज गरेर चाहिँ मोबाइल टेस्टिङ चाहिँ गर्छौँ है त। सो मोबाइल टेस्टिङलाई हेरौँ, आज थोरै इन्ट्रोडक्सन हेरौँ अनि हजुरहरूको इन्स्टल भयो भने हामी त्यसलाई सेटअप गरेर अनि म्यानुअल्ली पनि आजै सघाउँदा पनि केही फरक पर्दैन है त। हजुरहरूले मोबाइलको एप्लिकेसन जसरी चलाउनुहुन्छ फोनमा सेम त्यसरी नै हो। सो खासै फरक केही पनि छैन है त। डे 2 भनेर आएको रहेछ। सो सुरुमा डे 1 हेरौँ। सो मोबाइल एप्लिकेसन टेस्टिङ भनेको छ, मोबाइल एप्लिकेसन टेस्टिङ भनेको अभियसली हाम्रो मोबाइलको मोबाइलको एप्लिकेसनहरूको फङ्सनालिटी, युजेबिलिटी, पर्फर्मेन्सहरू अनि कम्प्याटिबिलिटीहरू है त। सो डिफ्रेन्ट स्क्रिन साइजहरूमा पनि हामीले हेर्न मिल्छ डिफ्रेन्ट मोबाइलहरूमा होइन। सो त्यही कुराहरू चेक गर्ने काम चाहिँ हाम्रो मोबाइल एप्लिकेसन टेस्टिङ चाहिँ हो है त। सो कन्सिस्टेन्सी होइन, रिलायबिलिटी, त्यसपछि युजर एक्सपिरियन्स अक्रस अल डिभाइसेसहरू, स्क्रिन साइजहरू, ओएस भर्जनहरू। सो यसको केसमा चाहिँ हामीले मोबाइल एप्लिकेसन टेस्टिङ चाहिँ गर्न सकिन्छ है त।
त्यसपछि अब मोबाइल टेस्टिङ किन इम्पोर्टेन्ट छ हजुरहरूलाई थाहा नै छ होइन अहिलेसम्म हामीले टेस्टिङको इम्पोर्टेन्ट किन छ भनेर यत्रो पढिसक्यो त्यसको लागि चाहिँ अब लार्ज नम्बर अफ डिभाइस भेरिएसन होइन डिफ्रेन्ट टाइपको हामीलाई डिफ्रेन्ट साइजको डिफ्रेन्ट स्क्रिन साइज डिफ्रेन्ट ओएस भर्जनको चाहिँ हामीलाई मोबाइल फोनहरू हुन्छ सो त्यसको लागि पनि भयो अनि अब युजर रिले हेभिली अन मोबाइल एप्लिकेसन होइन सो फुल्ली मोबाइल एप्लिकेसनमा चाहिँ डिपेन्डेन्ट भएको भएर त्यसपछि अब एप्लिकेसनको रेटिङहरू क्वालिटीमा डिपेन्ड हुने भयो अनि पर्फर्मेन्स इस्युहरू त्यसपछि समथिङ केही स्मल बगले पनि अब हजुरहरूले बिल्ड गरेको दुःख गरेर पुरै त्यत्रो टाइम लगाएर चाहिँ बिल्ड गरेको जुन एउटा एप्लिकेसन हुन्छ त्यो अब अनइन्स्टल गर्ने अनि ब्याड रिभ्युजहरू आउने चान्सेस नहोस् भनेर चाहिँ हामीले मोबाइल एप्लिकेसन टेस्टिङ चाहिँ गर्छौँ है त सो टाइप्स अफ मोबाइल एप्लिकेसन भनेको छ यो पनि हजुरहरूलाई थाहा नै छ होला एउटा नेटिभ एप्लिकेसन हुन्छ होइन अर्को एउटा वेब एप्लिकेसन हुन्छ अनि अर्को चाहिँ हाइब्रिड एप्लिकेसन हुन्छ है त सो नेटिभ एप्लिकेसन भनेको चाहिँ कस्तो भन्दाखेरि हजुरहरूको मोबाइलमा चाहिँ पहिल्यै प्रिइन्स्टल भएर आएको एप्लिकेसनहरू लाइक क्यालकुलेटरहरू होइन अनि क्लकहरू जुन जुन हुन्छ सो तिनीहरूलाई चाहिँ हामीले नेटिभ एप्लिकेसन भन्छौँ है त सो तिनीहरू चाहिँ हजुरको डिभाइसको कम्प्याटिबिलिटी अनुसार पहिल्यै प्रिइन्स्टल भएर चाहिँ आएको हुन्छ सो त्यही भएर त्यसलाई हामी नेटिभ एप्लिकेसन भन्छौँ त्यसपछि अर्को छ वेब एप्लिकेसन भनेको चाहिँ हामीले मोबाइल एप्लिकेसनहरू नै बट तिनीहरूलाई हामीले इन्स्टल नगरिकन पनि वेबको थ्रुबाट चाहिँ एक्सेस गर्न मिल्छ भने तिनीहरूलाई चाहिँ हामी वेब एप्लिकेसन चाहिँ भन्छौँ है त लाइक अब हजुरहरूको फेसबुकहरू हुनसक्छ होइन इन्स्टाहरू पनि हुनसक्छ गुगल म्याप्स पनि हुनसक्छ होइन तिनीहरू चाहिँ हाम्रो वेब एप्लिकेसनमा पऱ्यो नेटिभ एप्लिकेसन भनेको चाहिँ हजुरको मोबाइलमा मोबाइल आउँदै गर्दाखेरि नै बिल्ड भएर आएको पहिल्यै इन्स्टल भएर आएको एप्लिकेसनहरू है त सो लाइक क्यालकुलेटरहरू क्लकहरू कन्ट्याक्टहरू भन्ने जुन एप्लिकेसनहरू हुन्छ तिनीहरूलाई चाहिँ हामी नेटिभ एप्लिकेसन भन्छौँ त्यसपछि अर्को हाइब्रिड छ हाइब्रिड भनेको चाहिँ अब कम्बिनेसन अफ बोथ होइन हजुरहरूले इन्स्टल गरेर पनि चलाउन सक्नुहुन्छ त्यसपछि अर्को भनेको हामीले वेब भ्यूहरू पनि युज गर्न सक्छौँ लाइक एमाजोन होइन उबेरहरू चाहिँ हाम्रो हाइब्रिड एप्लिकेसन भयो है त सो यो सबै एप्लिकेसनहरूमा टेस्ट गर्न पऱ्यो अब अभियसली वेब एप्लिकेसनहरूमा त हजुरहरूले आफै ल्यापटपको थ्रु पनि टेस्ट गर्न सक्नुहुन्छ बट यस्तो जुन अरूहरू जस्तै अब वेब एप्लिकेसनमा पनि वेबको थ्रु टेस्ट गर्न सक्नुहुने भयो बट हजुरहरूले एज अ फोनको थ्रुबाट चाहिँ टेस्ट गर्न पऱ्यो भने चाहिँ हजुरहरूलाई एउटा फोन चाहिने भयो नि त होइन सो त्यसको लागि हामीले मोबाइल एप्लिकेसन चाहिँ युज गर्छौँ है त फङ्सनल टेस्टिङ भनेर आएको छ मोर टाइप्स अफ मोबाइल टेस्टिङमा अब फङ्सनल टेस्टिङ भनेको हजुरहरूलाई थाहा नै छ होइन जस्तै एउटा हामीलाई इ कमर्स साइट छ भने त्यसमा अब लगइन फर्म होइन नेभिगेसनहरू एड टु कार्डहरू चेकआउटहरू यस्तो केही छ भने त्यसलाई हामी फङ्सनल टेस्टिङ भन्छौँ युआई एन्ड युजेबिलिटी टेस्टिङ भनेर आएको छ त्यसमा अब कतिको युजफुल छ त अनि युआईको कन्सिस्टेन्सी कस्तो छ त भनेर चाहिँ टेस्ट गर्ने काम चाहिँ हाम्रो युआई एन्ड युजेबिलिटी टेस्टिङ भयो है त सो बटन साइजहरू होइन रिलायबिलिटीहरू टच रेस्पोन्सहरू होइन बटनहरू वान टचमा क्लिक हुन पऱ्यो सो यस्तो कुराहरू चाहिँ हाम्रो युआई एन्ड युजेबिलिटी टेस्टिङ भयो त्यसपछि अर्को आउँछ एउटा कम्प्याटेबिलिटी टेस्टिङ भनेको चाहिँ डिभाइसहरू स्क्रिन साइजहरू अनि ओएसको भर्जनहरूमा चाहिँ कसरी काम गर्छ होइन जस्तै अब कति एप्लिकेसनहरू त अहिले आएर चाहिँ अब पुरानो भर्जनहरूको ओएसमा होइन सो पुरानो एन्ड्रोइड भर्जनहरूमा नचल्ने हुन्छ नि त होइन सो त्यो कुराहरू पनि टेस्ट गर्नु पऱ्यो त्यसपछि अब पर्फर्मेन्स टेस्टिङ भयो फोनहरूमा कसरी लोड हुन्छ होइन लन्च टाइमहरू मेमोरी कतिको युज गरिरहेको छ त्यसपछि ब्याट्री कन्जम्सन कस्तो छ भनेर चाहिँ टेस्ट गर्नु पऱ्यो भने हाम्रो त्यो चाहिँ पर्फर्मेन्स टेस्टिङ भयो अब सेक्युरिटी टेस्टिङहरू भयो होइन एक्सेस कन्ट्रोलहरू इन्क्रिप्सनको कुराहरू त्यसपछि इन्स्टल अनि अपग्रेड गर्दाखेरि कस्तो खालको बिहेभियर देखाउँछ भनेर पनि टेस्ट गर्ने कुराहरू चाहिँ हाम्रो मोबाइल टेस्टिङमा चाहिँ हुन्छ है त सो मोबाइल एप्लिकेसन टेस्टिङ भनेको चाहिँ अब त्यही मोबाइलको एप्लिकेसनहरूलाई चाहिँ हजुरहरूले अहिले जसरी चलाउनुहुन्छ त्यसरी नै बट अलि बढी डिपली होइन एज अ क्युए जसरी नै एउटा टेस्टर जसरी नै फुल डिपली गएर चाहिँ टेस्ट गर्ने काम चाहिँ हाम्रो मोबाइल टेस्टिङ हो टुल्स युज इन मोबाइल एप्लिकेसन टेस्टिङ भनेर आएको छ सो म्यानुअलमा हामी एन्ड्रोइड स्टुडियो युज गर्छौँ होइन जुनमा चाहिँ हामी रियल डिभाइसहरू एडिपीहरू एन्ड्रोइड स्टुडियोहरू एन्ड्रोइड एप्लिकेसनहरूको लागि अनि एन्ड्रोइड डिभाइसमा मात्रै युज हुन्छ है त सो एन्ड्रोइडमा पनि एन्ड्रोइड स्टुडियोमा मोस्टली चाहिँ गुगलको पिक्सल फोनहरू मात्रै हुन्छ है त सो हजुरहरूलाई अब पिक्सल मात्रै किन राख्यो त्यो चाहिँ अब एन्ड्रोइड स्टुडियोलाई पनि थाहा होला बट एन्ड्रोइड स्टुडियोमा चाहिँ एन्ड्रोइड फोनहरू त्यो पनि स्पेसिफिकल्ली गुगलको पिक्सल फोनहरू मात्रै हुन्छ है त सो पुरानोदेखि लेटेस्टसम्मको हुन्छ त्यसपछि अब के भन्छ आइओएसको एप्लिकेसनहरू आइओएसमा चाहिँ टेस्ट गर्नु पऱ्यो भने अरू टुल्सहरू हजुरहरूले चाहिँ
एक्सी टेस्टहरू भन्ने एक्सयुआई टेस्ट भन्नेहरू चाहिँ टुल्सहरू छ है त। सो आइओएसको लागि अनि एन्ड्रोइड भर्जनको लागि चाहिँ हजुरहरूले एन्ड्रोइड एप्लिकेसनहरूको लागि चाहिँ गर्दा हुन्छ है त। एकछिन है त। त्यसको लागि यता छ होला त्यो सेकेन्डको उसमा छ। एकैछिन है त। त्यसपछि अटोमेसनमा हाम्रो एपिएम सेलेनियमहरू हुन्छ भिआई एपिएम नै भयो त्यो अनि एक्ससियुआई टेस्ट भन्ने छ अनि यो चाहिँ आइओएसको लागि हुन्छ है त एक्ससियुआई टेस्ट भन्ने अनि क्लाउडहरूको लागि ब्राउजर स्ट्याक सस ल्याब्सहरू अनि ल्याम्डा टेस्ट भन्नेहरू होइन। सो यिनीहरू चाहिँ हाम्रो क्लाउड टुलहरू भयो। सो टुल्सहरू है त। सो यहाँनिर हाम्रो कोडहरू लेख्न मिल्छ नि होइन ल्याम्डा भन्नेहरूमा। सो यो चाहिँ हाम्रो मोबाइल एप्लिकेसन टेस्टिङको लागि युज हुने टुल्सहरू भयो। त म्यानुअलको लागि हामीले एन्ड्रोइड स्टुडियो नै युज गर्छौँ होइन। सो एन्ड्रोइड स्टुडियो नै चलाउँदा भयो। अटोमेसनमा चाहिँ हामी एपिएम सेलेनियम होइन एपिएम चाहिँ युज गर्छौँ है त। एपिएम किन भन्दाखेरि ओपन सोर्स हो होइन अनि क्रस प्लेटफर्म पनि भयो यसले आइएसमा पनि काम गर्दो रहेछ। त्यसपछि मल्टिपल ल्याङ्ग्वेज पाइथन जावा जाभास्क्रिप्ट सपोर्ट गर्ने भयो अनि अर्को भनेको चाहिँ हामीले एपको कोडमा चाहिँ केही मोडिफिकेसन गर्नु पर्दैन सिधै सेलेनियममा हामीले जसरी लोकेटर्सहरू उठाएर चाहिँ लिएर आउँथ्यौँ त्यही नै गर्ने है त। त्यसपछि इन्डस्ट्री स्ट्यान्डर्ड अटोमेसन टुल फर क्युए भनेर यो चाहिँ हाम्रो मोबाइल एप्लिकेसन टेस्टिङको छोटो इन्ट्रोडक्सन भयो है त। सो कस्तो खालको टाइप्सहरू हुन्छ कुन कुन टाइप्सहरू हुन्छ अनि कुन कुन टुल्सहरूबाट चाहिँ हामीले टेस्ट गर्न सकिन्छ भन्ने कुरा चाहिँ भयो है त। सो अब चाहिँ हामीले डाउनलोड गरेर काम गर्दा हुन्छ। भयो होइन सबैको डाउनलोड भयो सबैको अनलाइनमा हुने। के आउँदो रहेछ यदि ओपन गर्नलाई स्ट्यान्डर्ड गरिदिनु हजुर स्ट्यान्डर्ड गरिदिनु। डाउनलोड भयो है सबैको को भयो एकजनाको भयो इन्स्टल पनि भयो होइन सबै। ओके इन्स्टल पनि भयो भने ओपन गर्दा हुन्छ है त। ओपन गर्नलाई चाहिँ ओके हुन्छ तपाईँले स्क्रिन सेयर गर्दा हुन्छ है त। सो मेरोमा चाहिँ एन्ड्रोइड स्टुडियो अलिक नभ्याउने भएर चाहिँ है त। यहाँनिर मैले डिभाइसको स्पेसिफिकेसन पनि राखिदिएको छु होइन। सो हजुरहरूकोमा त अभियसली फुलफिल छ नै होला। मेरोमा ऱ्याम पुग्दैन त्यही भएर स्टोरेज नपुगेर चाहिँ मेरो ओभर हिट हुन्छ त्यही भएर मैले भन्दा पनि हजुरहरूकोबाट एउटा स्क्रिन सेयर गर्नु मेरो सिस्टमले नि सक्दैन सर इमुलेटर चलाउनु त्यही ओभर हिट हुन्छ अनि ल्यापटप चाहिँ डाउन हुन्छ क्या सडनली त्यही भएर मैले चाहिँ त्यो गरेको यस्तो गरौँ न त। यहाँबाट बोलौँ हजुरको सेयर गरेर मैले हुन्छ हजुरले आफै चलाउँदा हुन्छ मैले भन्नु पनि स्क्रिन सेयर गरिदिनु। के गर्ने भन्दाखेरि यो यदि हजुरहरूको छ भने होइन एटलिस्ट 10-15 जिबी चाहिँ हामीलाई चाहिन्छ नि है त किनकि हामीले इमुलेटरहरू डाउनलोड गरेर राख्नुपर्ने हुन्छ अनि अब ऱ्याम चाहियो एउटा त्यही भएर यो भयो डाउनलोड गर्ने भइसक्यो अनि इन्स्टल गर्ने कम्पोनेन्ट इन्स्टलेसन यहाँसम्म सबैको भइसक्यो होइन। यो भइसकेपछि फर्स्ट लन्चमा चाहिँ हाम्रो अब यस्तो खालको चाहिँ हुन्छ है त। अब यहाँ देखाइराख्नु भएको छ भने ओके यहाँनिर हामीले देखिरहेको छौँ होइन। यहाँनिर देखिरहेको छौँ सुरुमा सबैले एन्ड्रोइड स्टुडियो ओपन गर्नु अनि ओपन गरिसकेपछि त्यहाँनिर स्ट्यान्डर्ड फर्मेट चुज गर्नु अनि त्यसपछि अब स्ट्यान्डर्ड सेटअप चुज गर्नु अनि युआई थिम जुनसुकै चुज गर्दा पनि भयो डार्क लाइट। त्यसपछि यो डाउनलोड गर्न नबिर्सिनु है त। सो अलो एन्ड्रोइड स्टुडियो टु डाउनलोड एसडिके एन्ड इमुलेटर्स टुल अनि त्यसपछि सेटअप कम्प्लिट गरेर गर्नुभयो भने यस्तो खालको चाहिँ आउँछ है त। सो यहाँनिर अभिषेक सरको चाहिँ देखिरहेको छ अनि अविनाश मल्लको सो यो चाहिँ यसरी चाहिँ डाउनलोड हुन्छ है त। यो डाउनलोड गरेको भनेको कम्पोनेन्टहरू चाहिँ डाउनलोड गरेको है त। हल्का टाइम लिन्छ होला डाउनलोड भयो भने चाहिँ हामी चलाउँदा पनि छ। ए होइन सबैको यहाँसम्म भइरहेको छ है एकचोटि कन्फर्म गरिदिनु है त कि हामी सँगसँगै जानुपर्ने हुन्छ। यसमा सेटअपमा थोरै मिस्टेक भयो भने पनि पछि इमुलेटरहरू स्टार्ट हुँदैन अनि डिभाइसेसहरू भेटिँदैन त्यही भएर स्टेप बाई स्टेप फलो गर्नुभयो भने केही रङ नगरिकन सबै काम गर्छ है त।
यदि केही काम गरेन भने हजुरले कुनै स्टेप मिस गर्नुभयो भन्ने चाहिँ बुझिन्छ। एन्ड्रोइड स्टुडियो जाभाहरू कोड गर्ने यसैमा हुन्छ। जाभा कटलिनहरू मोबाइल एप्लिकेसन बिल्ड गर्नलाई युज गर्छन् कटलिनहरू जाभाहरूको लागि छ। हावाले घाम नै आएर उतापट्टि बस्दा ठिकै छ। यही सेटअप गर्नले टाइम लाग्ने हो। बाँकी काम त अब लेख्नुलाई त्यति गाह्रो छैन। अब सेमसेमै हुन्छ अनि अब यसमा भनेको हजुरले फोन चलाउनु मात्रै हो, त्यो अब नर्मल फोन चलाउनु नै हुन्छ। म्यानुअल त के सिकाउनु पऱ्यो त अब एप्लिकेसन एउटा टेस्ट एप्लिकेसन दिन्छु म, अनि अब त्यही चलाएर बस्ने हो। त्यही मेन भनेको सेटअप गर्न चाहिँ टाइम लाग्छ है त। सबैले हुनेले चाहिँ गर्दा हुन्छ है त। सो कसैसँग स्टोरेजको छैन भने हेर्दा पनि भयो। पछि हजुरहरूसँग यदि स्टोरेज अभाइलेबल भयो भने चाहिँ नोट्सहरू हेरेर अनि यहीँको रेकर्डिङहरू हेरेर पनि सेटअप गर्न सक्नुहुन्छ है त। सो एटलिस्ट पुग्छ भने चाहिँ गर्दा बेस्ट लाग्यो है त, किनकि अब अटोमेसन पनि छ नै होइन। अघिल्लो सेसनमा चलाउनु खोजेको ल्यापटप अफ भयो कि एकैचोटि तातेर, त्यसपछि बद्ल्यो। यहाँनिर सानो केही थ्योरी जस्तो छ होला सायद एन्ड्रोइड स्टुडियोमा के हुन्छ भनेर। एन्ड्रोइड स्टुडियो भनेको चाहिँ एन्ड्रोइड डेभलपमेन्ट एन्ड टेस्टिङको लागि है त। सो यो हामीले टेस्ट गर्न मात्रै नभइकन पनि एन्ड्रोइड एप्लिकेसनहरू हुन्छ नि, मोबाइल एप्लिकेसनहरू त्यो डेभलप गर्नलाई कटलिनहरू युज गर्छन् होइन, कटलिन भन्ने ल्याङ्ग्वेजहरू। सो त्यसको लागि पनि एन्ड्रोइड स्टुडियो युज हुन्छ है त। सो हाम्रो टेस्टिङको लागि मात्रै नभइकन पनि डाउनलोड डेभलप गर्नलाई पनि हाम्रो एन्ड्रोइड स्टुडियो चाहिँ युज हुने भयो। सो हामी क्युएको लागि चाहिँ मेनली भनेको चाहिँ अब एन्ड्रोइड इमुलेटरहरूको लागि अनि एपिके फाइलहरू इन्स्टल गर्नलाई अनि एपिएम अटोमेसनको लागि चाहिँ हाम्रो एन्ड्रोइड स्टुडियो चाहिँ युज हुने भयो है त। सो यो रिक्वायरमेन्ट भयो, अब अभियसली हजुरको फिल भएको छ होला। सो बाँकी चाहिँ त्यस्तो केही छैन है त। डाउनलोड भयो अनि इन्स्टल यो कम्पोनेन्टहरू चुज भएकै थियो होला सायद, पहिले यो डिफल्टमै हुन्छ यो तिनवटा चाहिँ। अनि चुज पाथ होइन, क्लिक इन्स्टलेसन इन्स्टल भयो अनि अब हजुरहरूको यहाँनिर भइरहेको छ है त। सो सेटअप कम्प्लिट हुन्जेलसम्म, यदि सेटअप कम्प्लिट भइसकेको छ भने पनि हजुरहरूले यो तलको चाहिँ हेर्न सक्नुहुन्छ है त। प्लेटफर्मको टुलहरू होइन, डेभलपमेन्ट गर्नलाई प्लेटफर्मको टुल्सहरू भयो, बिल्ड गर्नलाई भयो। इमुलेटर भनेको हाम्रो टेस्टिङको लागि पनि हुन्छ अनि बिल्ड गर्दै गर्दाखेरि युआईहरू हेर्नलाई पनि काम लाग्छ है त। सो साइड बाई साइड जस्तै हामीले एचटिएमएल गर्दाखेरि हामीले वेबमा हेर्छ नि होइन, सो त्यस्तै नै यहाँनिर हामीले मोबाइल साइडमा राखेर अनि आफै कोडहरू लेख्दै अनि साइडमा हेर्दै गर्न बिल्ड गर्न मिल्छ है त। त्यसपछि सिस्टमको इमेजेसहरूको लागि चाहिँ हामीले एन्ड्रोइड एसडिके चाहिँ चलाएको। त्यसपछि एन्ड्रोइड एसडिकेको पाथ चाहिँ यो हो, यो एसडिकेको पाथ हो। यो पछि हामीले अटोमेसन गर्दाखेरि चाहिँ यो पाथ हामीले राख्नुपर्ने हुन्छ है त। यो पछि हामी आफै राखौँ। त्यसपछि ओके यति नै छ भनिसकेपछि सेटअप भयो भने हजुरहरू प्रोजेक्ट क्रिएट गर्ने अनि कुनै डिभाइसहरूलाई पनि रन गरिदिँदा हुन्छ है त। भयो होइन, न्यू प्रोजेक्ट गर्दा हुन्छ। स्क्रिन सेयर भइरहेछ है त, न्यू प्रोजेक्ट गर्दा हुन्छ होइन। सो आउँछ गर्नु। त्यसपछि त्यहाँनिर डिफल्टमा हुन्छ नो एक्टिभिटी गरिदिनु।
हुन्छ फिनिस गरिदिँदा हुन्छ। यसलाई म्याक्सिमाइज गरिदिनु। सो हाम्रो प्रोजेक्ट सुरु भयो अनि बाई डिफल्ट पनि हाम्रो यता साइडमा चाहिँ आइसकेको हुन्छ यता एउटा डिभाइस। अरू कसैको पनि यहाँसम्म आएको छ भने फलो गर्दा हुन्छ। त्यही यदि कसैको आएको छैन भने हेर्नु अनि त्यही गर्दा हुन्छ। भयो त्यसपछि यतापट्टि हाम्रो डिभाइसहरू लोड हुन्छ अनि यो चाहिँ हाम्रो अलो गरिदिनु। अलो गरिदिनु त्यसपछि हामीले चाहिँ डिभाइसहरू यता साइडमा यहाँनिर मुभ एक्सनहरू छ नि यहाँनिरबाट चाहिँ हामीले डिभाइसहरू सेटअप गर्न मिल्छ है त। सो यो साइड बार देख्नुभएको छ नि यहाँनिर त्यसलाई चाहिँ भइरहनु हेर्नुहुन्छ तपाईँले। त्यसपछि त्यो डिभाइस म्यानेजर छ नि त्यो डिभाइस म्यानेजरमा जानुभयो भने चाहिँ हजुरहरूले डिभाइसहरू भेटाउन सक्नुहुन्छ है त। त्यहाँनिर टन्नै डिभाइसहरू हुन्छ। सो त्यहाँनिर प्लस आइकन छ होला सायद त्यो चाहिँ डिभाइस एड गर्ने भयो। त्यहाँनिर डिफल्टमा पहिल्यै एउटा इन्स्टल भएर पनि आएको हुन्छ नभएकोमा पनि हामीले त्यहाँबाट एड गर्न सक्छौँ है त। सो भर्चुअल डिभाइस भर्चुअल होला। सो यहाँनिर सबै पिक्सलको मात्रै डिभाइस हुन्छ है त। सो यहाँनिर हेर्नुभयो भने हजुरले पिक्सल 9 प्रोदेखि 4देखि लिएर 9 सम्मको चाहिँ छ है त सबै। सो कुनै एउटा चुज गर्दा हुन्छ। यसलाई 4, 5 नै चुज गर्दा बेस्ट होला। पिक्सल 4, 5, 6तिरको कुनै एउटा लिँदाखेरि हुन्छ। हजुर क्लिक गरिदिनु। नेक्स्ट तल ओके तल नेक्स्ट रहेछ होइन। सो नेक्स्ट त्यसपछि केही त्यस्तो एड गर्नु पर्दैन होला यहाँबाट। सिस्टम इमेजेस डाउनलोड गर्नुभयो भने हाम्रो त्यहाँनिर टिक लाउँदा हुन्छ त्यसलाई नगर्दा पनि हुन्छ। यसलाई त्यो नगरिकन सिधै फिनिस हानिदिनु। यहाँबाट हामीले एन्ड्रोइड भर्जन चाहिँ चुज गर्न मिल्छ। यसो ठिक छ यस गरिदिनु। त्यसपछि यो पनि फेरि डाउनलोड हुन त्यस्तै टाइम लाग्छ कि। सो हाम्रो यहाँबाट चाहिँ हजुरहरूले डिभाइस डाउनलोड गर्नुभयो है त। सो जुनसुकै एउटा डिभाइस गर्ने अनि अघिको सेकेन्ड स्टेपमा चाहिँ एन्ड्रोइड भर्जनहरू चाहिँ चुज गर्न मिल्थ्यो होला सायद त्यहाँनिर। त्यसपछि अब यो डाउनलोड हुन फेरि टाइम लाग्छ। यही नै हुन्छ है त। त्यही भएर यही सेटअप गर्नलाई टाइम लाग्ने हो। पछि भनेको हजुरहरूले एप्लिकेसन लिँदै गर्दाखेरि हुन्छ। यो डाउनलोड हुन्जेल के गर्नु भन्दाखेरि जुन मेरो एउटा ड्राइभ छ नि मैले सेयर गरेको ड्राइभ त्यहाँनिर एउटा मोबाइल एप्लिकेसन छ होला त्यसलाई पनि डाउनलोड गर्नुहुन्छ। मैले सेयर गरेको ड्राइभमा जानु यो क्लोज भइसकेर यता डाउनलोड हुन्छ बिस्तारै। माई ड्राइभमा जाउँ अनि अटोमेसनभित्र एउटा मोबाइल एप भन्ने छ होला। यो आर्म यो जिप फाइल छ नि यो आर्म 64 भन्ने यसलाई डाउनलोड गर्दा हुन्छ। ए हजुर ड्राइभमा भाइबा छ ड्राइभ पनि। ड्राइभमा एउटा जिप फाइल छ होला है त अटोमेसन भन्ने फाइलभित्र फोल्डरभित्र त्यही हो त्यो इन्टर गरिदिनु हुन्छ। त्यो फर्स्टकै हजुर त्यही फर्स्टको डाउनलोड गरिदिँदा हुन्छ। साइडमा डाउनलोड भन्ने आइरहेको हुन्छ त्यही भएर अनि एक्सट्र्याक्ट गर्नु। त्यसभित्र एउटा एपिके फाइल छ होला है त। सो त्यो एउटा एप्लिकेसन हो अनि अब हजुरहरूले चलाउने भनेको त्यो एप्लिकेसन चलाएर हेर्दा हुन्छ है त। अनलाइनमा भयो कसैको यहाँसम्म भयो अहिलेसम्म हामी यहाँनिर गएकोसम्म एटलिस्ट एउटा डिभाइस डाउनलोड हुनेसम्म भएको छ भने ठिक छ है त। जुनसुकै लिँदा हुन्छ होला माथिको हो कि सायद एपिके फाइल होइन ओपन गर्न मिल्दैन। यो अहिले त्यो सेटअप भइसक्यो भने हामी त्यसलाई लगेर एउटा इन्स्टल गरौँ न। एन्ड्रोइड स्टुडियोमा एपिके फाइल इन्स्टल हुँदैन यसलाई छोडिदिनु। एन्ड्रोइड स्टुडियो खोल्नु। यो अलि बढी टाइम लाग्छ है त इमुलेटर लिनलाई डाउनलोड हुनलाई। सो अहिलेसम्म भएकै छैन होइन 2 GB छ। सो टाइम लाग्छ। कसैको भयो भने साइडमा हजुरहरूको फोन देखिन्छ है त। सो यो साइडमा छ नि अघि हामीले जहाँनिर गएर डिभाइस एड गरेको थियौँ
त्यहाँनिर एउटा डिभाइस आउँछ त्यसलाई हजुरहरूले प्ले बटन जस्तो हुन्छ त्यो डिभाइसको नेमको साइडमा सो त्यसलाई क्लिक गर्नुभयो भने हजुरहरूको इमुलेटर चाहिँ स्टार्ट हुन्छ यता भयो कसैको हजुरहरूको भइरहेको छ अनलाइनमा के भएको छैन येल्लो भएको छैन यहाँ भएको हजुर ए अलो हुँदैन ओके अलो गर्नु भएन कि भयो ओके के छ एकचोटि स्क्रिन सेयर गर्नु नि त हेरौँ होइन के भइरहेको रहेछ नगर्दा पनि हुन्छ साइडमा देखाउँछु नि स्क्रिन सेयर गर्दा हुन्छ के भइरहेको छ हेर्दा यदि त्यस्तो छैन भने त्यसलाई फेरि एकचोटि अफ गरेर इन्स्टल गर्दा पनि हुन्छ त्यस्तो केही लागेन भने चाहिँ लास्टमा बट फेरि इन्स्टल गर्दाखेरि चाहिँ यो कुराहरू चाहिँ एउटा एड गर्नै पर्ने हुन्छ है त कुन कुन भन्दाखेरि यो सरी कम्पोनेन्टहरू यो एसडिके अनि एडिबीहरू दुइटै हामीले एड गर्नुपर्ने हुन्छ है बाई डिफल्ट एड भएकै हुन्छ जस्तो लाग्छ मलाई चाहिँ यदि छैन भने हजुरहरूले यो तिनवटा चाहिँ टिक लाउँदा हुन्छ यता चेकबक्स जस्तो आउँछ होला सायद हाफ वे थ्रु होइन त्यसपछि यस्तो खालको डाउनलोड हुन्छ अरू कसैको यहाँसम्म आइपुग्यो यसपछि पनि भयो भने हजुरहरूले इमुलेटर स्टार्ट गर्दा हुन्छ है त त्यसपछि त्यो जिप फाइल डाउनलोड गर्नु अनि एक्सट्र्याक्ट गर्नु त्यसपछि त्यसमा भएको कुनै एपिके सायद त्यो अलि लेन्थ भन्दा पनि कुन चाहिँ भन्दाखेरि यो एपिके V8 रिलिज भन्ने छ नि त्यो चाहिँ गर्दा हुन्छ होला सो त्यसलाई चाहिँ हजुरहरूले इन्स्टल गर्नुपर्ने हुन्छ इमुलेटरमा इन्स्टल गर्नलाई सिम्पल त्यो फाइललाई ड्र्याग एन्ड ड्रप गरिदिने हो त सो ड्र्याग गर्ने अनि इमुलेटरमा लगेर चाहिँ ड्रप गरिदिने हो है त यदि भएको छ भने एकजनाको पनि भयो भने हामी त्यही हेरौँ ल अनि अरूहरूले त अब घरमा बसेर पनि गर्न सकिहाल्नुहुन्छ नि होइन त्यही हेरौँ भनेर चाहिँ हो भोलि चाहिँ सबैले एटलिस्ट एन्ड्रोइड स्टुडियो चाहिँ डाउनलोड गरेर आउनु होला है त सो भोलि हामी एटलिस्ट म्यानुअल पर्फर्म गरौँ ल अनि भएसम्म अटोमेसनको लागि सेटअप गरौँ ल एमआरटी टपमै हुनुहुन्छ होइन तपाईँ कुन नेट छ तपाईँको नेट टपको त्यसमै छ त्यही पनि स्लो भएर के हुन्छ यो डाउनलोड हुन आँट्यो त्यसपछि त्यहाँनिर अघि त्यो हाम्रो प्लस आइकन थिचेको थियो नि एड गर्ने होला त्यसको मुनि तपाईँले एड गरेको डिभाइस आउँछ अनि त्यो डिभाइसको नेमको साइडमा चाहिँ एउटा प्ले बटन जस्तो हुन्छ क्या सो त्यो प्ले बटन क्लिक गरिदिनु भयो भने तपाईँको डिभाइस चाहिँ स्टार्ट हुन्छ होइन सो तपाईँको यो साइडमा चाहिँ एउटा प्रपर मोबाइल नै डिस्प्ले हुन्छ त्यसपछि अघि डाउनलोड गर्नुभएको छ नि एपिके फाइल त्यो एपिके फाइललाई ड्र्याग गर्नु अनि ड्र्याग गरेर त्यहाँ ड्रप गरिदिनु भयो त्यहाँनिर इन्स्टल हुन्छ त्यसपछि बाँकी भनेको त्यो फोनमा चाहिँ चलाएर हेर्ने हो अब कुन कुन डिभाइसमा चेक गर्नु पऱ्यो वान बाई वान यसरी डिभाइस डाउनलोड गर्दै चेक गर्दै गर्ने हो म्यानुअली टेस्ट गर्नु पऱ्यो भने चाहिँ त्यही नै सो मोबाइल टेस्टिङमा मेन काम भनेको सेटअपको लागि चाहिँ अलिक गाह्रो हुन्छ त्यति मात्रै कसैको नि यो इमुलेटर डाउनलोड भइसक्यो भने देखाउँदा हुन्छ है त धेरै त लिभ गरिसक्नु भएको छ के भएन बट हामी एटेन्डेन्सै लगाउँदैन मन्डे ट्युजडे वेडनेसडे आज थर्सडे पुगिसक्यो त 1 2 3 4 5 6 मैले कुनै दिन मिस गरेँ यतिकै छोडिदिने त आजलाई
के भन्नु? के थियो क्वेसन? के क्वेसन? हजुर। तपाईँले गऱ्यो भने होइन त्यो हुँदो रहेछ आफै कोड छ भने हुन्छ हुँदो रहेछ हुन्छ। क्या त्यो टाइममा यदि फेरि भएन भने हजुर। एरर देखाइदिन्छ त्यो भएन भने तपाईँको चाहिँ त्यो पासवर्ड म्यानेजरको पपअप आइरहेको हुन्छ होइन अगाडि अलर्ट जस्तो एउटा त्यो विन्डोले ब्लक गरेर है त्यो विन्डो तपाईँले म्यानुअल्ली क्लोज गर्नुपर्ने हुन्छ सो के गर्नु भन्दाखेरि लगइन गर्नुपर्छ र ह्यान्डल गर्न चाहिँ त्यसलाई सकिँदैन किनकि त्यो कुनै ब्राउजरको या जाभास्क्रिप्टको अलर्ट होइन त्यो ब्राउजरले आफै पठाइदिएको पासवर्ड म्यानेजरको अलर्ट हो कि सो अलर्ट भन्दा पनि पपअप मानौँ त्यसलाई होइन सो त्यसलाई हामीले क्लोज गर्न मिलेन त्यही भएर त्यसलाई हजुरहरूले के गर्नु भन्दाखेरि लगइन गरिसकेपछि एकछिन टाइम स्लिप राखिदिनु होइन सो स्लिप लगाइसकेपछि त्यो आइसकेपछि त्यसलाई आफै म्यानुअली क्लोज गरिदिनु अनि क्लोज गरिसकेपछि बाँकी काम आफै हुन्छ यता त्यो त अगाडि आउने त्यो पपअपले ब्लक गरेर हो तपाईँको कुनै बेला आउँछ कुनै बेला आउँदैन होइन हजुरले अब घरमा गर्दाखेरि आइरहेको थिएन यहाँ आएपछि देखाउनु सुरु गरिहालेछ त्यो पासवर्ड म्यानेजरको पपअप हो त्यो सो त्यसलाई हजुरले म्यानुअली नै क्लोज गरिदिनु पर्ने हुन्छ सो एकछिन मैले त्यही भएर त हिजो क्लिक गर्न खोजिरहेको थिएँ फर्स्टमा सोच्ने अनि फेरि होइन त्यता घरमा क्लिक गर्दाखेरि चाहिँ अनि चलिरहेको थियो यता क्लिक गर्दाखेरि उहाँले भनेको यो क्लिक गर्यो अनि यहाँ कार्डमा गएन भन्नु खोज्नुभएको सेयर गरेर मैले होइन पर्दैन यसो गर्नु पर्दैन मेरै देखाउँछ त्यो दुइटाको देखाउँछ के भयो भन्नुभयो तपाईँले यहाँनिर आइटम कार्डमा एड भयो अनि गर्दा गर्दा पपअप भयो यताको अनि त्यसपछि त्यसपछि यताको थिचेन भन्नुभयो कि स्लिप राख्दा हुन्छ त्यही मैले त्यही हालेर चाहिँ हजुर तर मैले बुझ्न चाहिँ बुझिनँ हजुरले के भन्नु खोज्नुभएको यदि त्यो पपअपले ब्लक गरेको हो भने चाहिँ त्यसलाई हजुरले म्यानुअली नै क्लोज गर्नुपर्ने हुन्छ है त सो सुरुमा क्लोज गर्ने अनि बात हुन्छ हजुर मेबी लोकेटर त्यो हजुर भन्दा अगाडि ठ्याक्क टाइम स्लिप राख्यो भने ठ्याक्क छ ओके सो एकचोटि टाइम डट स्लिप राखिदिने या लोकेटर चेक गर्ने यदि तपाईँको पपअपले ब्लक गरेको छैन त्यो क्लिक गरेको छैन भने चाहिँ एकचोटि लोकेटर चेक गर्नु लोकेटर ठिक छ भने भयो होइन अनि पपअपले ब्लक गरिरहेको छ भने तपाईँले त्यो पपअप चाहिँ आफै क्लोज गर्नु है त्यो म्यानुअली नै सो अगाडि पनि त्यो अब कसरी हुन्छ एकछिन रोकेर हुन्छ कि होइन लगइन गरिसकेपछि एकछिन रोक्ने अनि पपअप आउन्जेल रोकिसकेपछि त्यसलाई आफूले म्यानुअली क्लोज गर्नु अनि पछाडिको काम त अभियसली गर्छ नै सिलिनियमले मिल्छ मिल्छ यो त होइन तपाईँले सेयर गर्न मिल्छ यतिकै हजुर मिल्छ त्यो कलेक्टेड वान आइटम यहीले क्लोज गरिदिनु अनि अब म्यासेज चेक गर्नु के भनिरहेको छ टाइम आउट एक्सेप्सन भनिरहेको छ के भेटेन भनेर अलि माथितिर कोडमा चेक गर्नु त कुनै एलिमेन्ट भेटेको छैन सायद ओके लगइन भयो हुन्छ हुन्छ स्लिप गरेर आउँछ त्यो स्लिप लाउनै पर्छ हजुर
लगइन पछि एकछिन टाइम डट स्लिप राख्दिनँ। लगइन हुने बित्तिकै खोजिरहेको छ सायद त्यहाँनिर। लगइन बटन क्लिक गर्यो अनि क्लिक भएपछि लगइन 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 बटन क्लिक भयो अनि तपाईँको इमिडिएट भइरहेको छ, त्यही भएर चाहिँ भित्र क्लिक भयो पनि फेरि आउँछ। हजुर लगइन पछि लेट्स से 3 सेकेन्ड जतिको होल्ड राख्दैन न। यतापट्टि होला क्लिक गर्ने कता हो, लगइन बटन डट क्लिक। मेरो त त्यो चेकआउट भित्र गइसक्यो भने हजुर। लास्ट फिनिसमा आउँथ्यो नि त होइन, त्यही भएर हामीले भयो त्यो ऱ्यान्डमली यत्तिकै जुनसुकै बेला पपअप भइरहेको छ। स्टार्टिङ गऱ्यो भने त्यता अब क्लिक भयो भने फेरि भित्र गयो यहाँ त्यही छ त्यही छ सेल्फ डट क्लिक सेल्फ डट लगइन बटन छ त्यहाँनिर। त्यही होला सायद। अनि त्यसपछि टाइम डट स्लिप राख्दिनँ। अनि कति सेकेन्ड हुन्छ अनि इम्पोर्ट गर्नु टाइम। हुन्छ ओके हुन्छ। त्यही ब्लक गरेर है त, सो अगाडि आउने पपअपले पछाडिको विन्डो एक्सेस गर्न दिएको छैन सेलेनियमलाई, त्यही भएर तपाईँको देखिरहेको। मैले त्यो बल्ल बल्ल एउटा चाहिँ पास गरेँ होइन, दुईवटा तिनवटा राख्यो भने हुँदैन सर, त्यही भएर एउटा मात्रै जबरजस्ती पास गरेँ। ओके एउटा पास गर्नु चाहिँ त्यस्तो गाह्रो छ एटलिस्ट कसैको इन्स्टल भयो, यहाँसम्म सेटअप भयो, यो डाउनलोड भयो, यो के भन्छ यसलाई इमुलेटर डाउनलोड भयो कसैको? भएको छैन भने घरै बसेर मजाले डाउनलोड गर्दा ठिक होला यसलाई। रेकर्डिङ अफ गरिदिएँ है त म। कसैको डाउनलोड भएको छ भने हामी एउटा एप तानेर हेरौँ, यदि छैन भने म रेकर्डिङ अफ गरिदिन्छु। यो चाहिँ